जिन्दगी जिउने क्रममा कहिलेकाहीँ चाहिँ कुन क्षणमा पुगिन्छ भने आखिर जिन्दगी नै के रहेछ त, वाट इज लाइफ, लाइफ भनेको के रहेछ त भन्ने प्रश्न मनमा उठ्ने क्षणमा पुग्छौँ। र त्यतिखेर हामीले जुन महसुस गरिरहेका हुन्छौँ त्यो महसुसलाई हामीले अलिकति सकारात्मकता प्रदान गर्न सक्यौँ भने वास्तवमा जिन्दगी भनेको यो रहेछ नि त भन्ने कुरा हामीले जान्न, हामीलाई एउटा चित्त बुझाउन र अगाडि बढ्न मद्दत गर्छ। जिन्दगी वाट इज लाइफ, जिन्दगी के नै रहेछ भन्ने क्षणमा पुग्नुको मतलब कहिलेकाहीँ जिन्दगी निराशामा पुग्छ र त्यो निराशामा पुगिरहेको क्षण भनेको एउटा कहिलेकाहीँ चिप्लिने, कहिलेकाहीँ लड्ने जुन हाम्रो दैनिकी गर्दै जाँदा जुन अवस्था आउँछ त्यही क्षणलाई हामीले सम्झनु जरुरी छ। मानौँ कि हामी कहीँ चिप्लिँदैछौँ, हामी लड्न लागेका छौँ, बर्खायाम थियो, हिँड्दै थियौँ, लड्न लागेका थियौँ र त्यो चिप्लिएको क्षणमा चाहिँ हाम्रो अनुहारमा जुन भाव आउँछ नि, आफैलाई एउटा सोचौँ न, त्यो भाव चोटपटक लाग्ला कि म चाहिँ अब फेरि उठ्न नसकौँला कि भन्ने जुन भाव आउँछ नि, त्यो भावलाई हेर्ने हो भने हामीलाई समाउन कोही पनि आइपुगेको हुँदैन। कोही दौडेर आइपुगिहालेछ भने हामी लडिसकेपछि आइपुग्छ। कतिपय मान्छेहरू जो हाम्रो नजिकै थिए तिनीहरू हाँस्न सक्छन् किनभने हामी चिप्लिएका छौँ। हामी पनि त्यसो गर्छौँ, अरू लडेको देखेर हामी हाँस्छौँ। लडिसकेपछि फेरि के हुन्छ त, लडिसकेपछि फेरि हामी काहीँ न केही सहारा, बुटो केही समातेर अथवा केही ढुङ्गोमा आड लिएर हामी फेरि बिस्तारै उठ्छौँ। उठिसकेपछि हाम्रो अनुहारको जुन भाव हुन्छ नि, वाह म उठेँ के हो, मलाई धन्न केही पनि भएनछ भन्ने कुराको क्षण, महसुसको क्षण हामीले त्यतिखेर बिताइरहेका हुन्छौँ। यदि तपाईँ निराशामा हुनुहुन्छ भने एउटा लड्न लागेको मान्छे, एउटा चिप्टन लागेको मान्छे जसलाई देखेर मान्छेहरू हाँसिरहेका थिए, जसलाई देखेर कोही पनि समाउन अथवा हत्तपत्त आइपुगेका थिएनन्, पछि मात्रै ओहो भन्न आइपुगेका थिए, हो त्यो क्षणलाई सम्झिनुहोस्। र तपाईँ त्यसपछि जो उठ्नुहुन्छ नि, चिप्लिएर लडेर उठ्नुहुन्छ नि, त्यसपछि त्यो क्षणलाई सम्झिनुहोस्, त्यो मुस्कान, त्यो खुसीलाई सम्झिनुहोस्। त्यसै गरी तपाईँ पनि निराशालाई जितेर उठ्नुपर्ने हुन्छ। तपाईँलाई कसैले पनि सहयोग गर्दैन, कोही पनि तपाईँलाई समाउन आउँदैन। तपाईँ चिप्लिनु भएको छ भने, तपाईँ निराशामा हुनुभएको छ भने दुनियाँ हाँस्छ, दुनियाँले तपाईँलाई सपोर्ट गर्न आउँदैन। उठ्नुपर्ने तपाईँ आफैले हो। चिप्लिएपछि लडेपछि उठ्नुपर्ने तपाईँ आफैले हो, तपाईँले नै प्रयास गर्नुपर्ने हो। अनि उठिसकेपछि जुन कुराको एउटा खुसीको महसुस हुन्छ, त्यो खुसीको क्षण ल्याउनु पर्ने पनि तपाईँले नै हो। जिन्दगी भनेको त्यही नै हो। जो लड्छ, लडिसकेपछि ऊ लडेर मात्र बस्दैन, उठ्ने प्रयास पनि गर्छ। हो, वास्तविक जीवन भनेकै त्यही हो। तपाईँ लड्नु भएको छ, तपाईँ निराशामा हुनुहुन्छ भने तपाईँ उठ्ने प्रयास जुन गरिरहनु भएको हुन्छ नि, अनि उठेर जुन जिन्दगी प्राप्त गर्नुहुन्छ नि, त्यही नै वास्तवमा तपाईँको जिन्दगी हो। जिन्दगीलाई सम्झेर निराश नहुनुहोस्। तपाईँ लड्न लागनु भएको छ भने उठ्ने प्रयास गर्नुहोस्। उठिसकेपछि जुन खुसी प्राप्त हुन्छ त्यो खुसीलाई तपाईँले प्राप्त गर्नुहोस्।